सकिँदैन अनि लाइट बाले अब यो भित्र छिर्छु म यही हो आम्बो नि आइजेकडा अब हेर है देख्नु सक्नुहुन्छ है एकदम खतरा ठाउँ छ म यहाँ भित्र इन्ट्री भइसक्यो मेरो चाहिँ यहाँनिर भित्र इन्ट्री भइसक्यो यता पनि रहेछ दुलो यस्तो ठाउँबाट आउनुपर्छ है यतातिर फेरि बाहिर निस्किने ठाउँ छ यस्तो ठाउँ छ अब म त मौरीको चाका जस्तो देखिरहेको कस्तो बला ठाउँ यार माई है ल ल अघि चाहिँ होइन रमाउँदै चढेको मान्छेको अहिले हालत चाहिँ यस्तो छ झर्दैछ फेरि यहाँबाट झऱ्यो भने चाहिँ उहाँ तल मात्रै हो ल चाहिँ हाम्रो फोटो खिच्ने कार्यक्रम हुँदैछ है यहाँनिर केटाहरू चाहिँ फोटो खिच्दैछ यता क्यामेराम्यान छ हाम्रो यता फोटो खिच्नु बसिरहेको छ यहाँभित्र चाहिँ कोप्चाभित्र चाहिँ होइन अब फोटोसोटो खिचौँ अब कहिले आइन्छ होइन थाहा छैन नि त यहाँ आएपछि चाहिँ फोटोसोटो हेलो सो गाइज वेलकम टु माई युट्युब च्यानल सबैलाई स्वागत छ आजको नयाँ भिडियोमा आज चाहिँ म टक्क लगाएर गाउँ गएँ होइन गाउँतिर केही अब ठाउँतिर लगाएर यता मान्छेहरू उठ्दैछ टक्क होइन ल हामी खाजा लिएर आइसक्यो तपाईँहरूलाई अनि यता चाहिँ टक्क लगाएर हाम्रै गाउँको चाहिँ गाउँ छ त्यही हो होइन यस्तो छ बाटो चाहिँ पुरै ठाडो उकालो हो हामी आएपछि गइहाल्छ कोलाले राखेको एक पैसा झ्यापसँगले चाहिँ हामी चाहिँ अहिले चाहिँ धेरै तलै झरिसक्यो होइन खोला झर्न आँटिसक्यो फेरि बाटो चाहिँ एकदम यस्तो छ होइन ठाडो उकालो हो अलिक भरे झर्दा त अलिक ठिकै भइरहेको छ अझै निस्किने बेला अलिकति गाह्रो छ होला त्यही हो होइन आउनु सक्नुहुन्छ तपाईँहरू पनि टिभीमा नगरपालिका 16 जाल्पा देवी भन्छ यसको नाम चाहिँ त्यहीँ पर्छ हामी चाहिँ धेरै तलै झरिसक्यो अब त्यही हो यहीँ हो होइन झर्नुपर्ने चाहिँ हामी बोकिराख्न नखाइसक्यो त्यही हो होइन यहाँ चाहिँ टक्क लगाएर अब गाउँघरको पूर्वेली पहिलेदेखि नै अब यस्तै बनाउँदै आएको धारा चाहिँ टक्क लगाएर बाँस केही चाहिँ यसरी पानी ल्याउँछ यसरी खाने हो है अब टक्क यहाँदेखि उकालो लाग्ने फेरि अलिकति उकालो जाने यहाँ माथि गएर चाहिँ हेरौँ होइन म पनि थुप्रो अब कति 1-1.5 वर्षपछि आउँदैछु यहाँनिर चाहिँ यता समातेर चढे यहाँ चाहिँ चढ्नु फेरि यस्तो गाह्रो पर्छ है चढ्दै त यो माथि जानुहुन्छ सबै माथि यहाँ चाहिँ गाह्रो हुन्छ अलिकति चढ्नु फेरि बढी झरिन्छ तपाईँले लाएर आएको छु क्या त्यही हो होइन घन्टी पनि बजाइदिउँ न पाइन्छ होला त बजाउनु ल बजाइसक्यो मजै गरिसक्यो हामीले चाहिँ रमाइलो हानिसक्यो एउटा सङ्गलले उता चाहिँ यस्तो ढुङ्गाहरू पनि छ है पुरै खतरा क्या यो माथि जाने भनेको क्या यो माथि चाहिँ एकदम खतरा ठाउँ छ अनि यहाँ पनि छ यहाँ माथि चाहिँ अझै माथि चढ्यो भने एउटा दुलो पनि छ अनि भित्र बसेर होइन सानो ठाउँ छ अनि टक्क बजाउनु पनि ढुङढुङ बाटो बजाउनु अब फेरि भित्र त खाउँदा डरमर्दै खाउँदैछ है एक्लै त आउँदैन होला सपोर्ट कोही पनि होइन त्यही हो पुरै यस्तो जङ्गलको बिचमा छ यो खोलाको पुरै गहिरोमा यत्रो यहाँ डाउनदेखि यत्रो माथिको ठ्याक्क खोल्सामा छ क्या यो चाहिँ त्यही हो अरू कस्तरी बसेको अब यस्तो छ सक्नुहुन्छ है त्यही छ उदयपुरमा यो चाहिँ अनि यहाँ माथि पनि चढ्नु मिल्छ यहाँबाट
टक्क यहाँबाट यो कलर टर्ने हो यहाँ पनि जानु मिल्छ यता यता है टर्ने मिल्छ हामीले यहाँ माथि जा भाइ चाहिँ चढिसक्नु भयो अब दुईवटा चढ्छ म जान्छु पछि पछि गाह्रो छ नि हौ घुम्न आउनु पनि है देख्न सक्नुहुन्छ कसरी बसेछ होइन ढुङ्गाहरू यहाँ यस्तो छ फेरि ठाउँ चाहिँ यहाँ माथि छ यस्तो छ यहाँ बाबाजी बस्ने ठाउँ यही हो है यहाँ कहाँ गणेशको पनि खान्छु यस्तै छ ठाउँ चाहिँ यहाँनिर चाहिँ गणेशकै देख्न सक्नुहुन्छ यहाँनिर यो चाहिँ गणेशको हो यो चाहिँ सुड यहाँ रहेछ है अस्ति नै यहाँ चाहिँ फेरि के भनेदेखि पूर्व लोकदेखि नि आफै उब्जाएको कि आफै बन्नेको पुरै यो चाहिँ के भन्नु भन्दाखेरि आफै अब त्यो मान्छेहरूले उ गरेर बनाउँछ नि त मूर्तिहरू बनाउँछ यहाँनिर चाहिँ केही पनि उहरूले बनाएको होइन यहाँनिर चाहिँ पूर्व लोकदेखि नै आफै बनेर आएको आफ्नै उमा त्यही हो होइन केही भन्नु चाहिएन त्यति चाहिँ हो है यहाँनिर चाहिँ अब मूर्ति चाहिँ आफै बनिएको आफै उब्जेकोहरू छ यहाँनिर चाहिँ कसैले मान्छेले यहाँनिर आएर बनाएको उहरू चाहिँ होइन यो उकालो जानुपर्ने हुन्छ कसरी जाने यहाँबाट खस्यो भने उहाँ मात्रै झरिन्छ धेरै तल होइन त्यत्रो तल पनि छैन यो उकालो चाहिँ यहाँनिर फेरि मान्छे छिर्ने एकदम ठुलो छ फेरि गाउँको मान्छे एकदम ट्रकमा खाएर बसेको मान्छे म चाहिँ अब आइसकेँ बल्ल बल्ल टक्क है यस्तो छ फेरि बाटो चाहिँ अझै मजाले हातले ल लास्ट ए अलिक मजाले ल लास्ट गाह्रो छ है लास्ट गाह्रो छ अब चाहिँ म होइन अब 25 मिनट छिर्नु लाइट बाले अब यो भित्र छिर्छु म त्यही हो आम्बो आइजेकडा हेर देख्नु सक्नुहुन्छ एकदम खतरा ठाउँ छ म भित्र इन्ट्री भइसक्यो मेरो चाहिँ यहाँनिर भित्र इन्ट्री भइसक्यो यता पनि रहेछ दुलो यस्तो ठाउँबाट आउनुपर्छ है यतातिर फेरि बाहिर निस्किने ठाउँ छ यस्तो ठाउँ छ अब म त मौरीको चाका जस्तो देखिरहेको कस्तो बबा ठाउँ यार माई है यही चाहिँ हो के नेपालमा बस्नुको मजा यस्तो यस्तो ठाउँहरू देख्न पाइन्छ है यो फेरि बत्छ यो बत्थ्यो त हौ यो बत्थ्यो त डुङडुङ गरेर बत्थ्यो यार ए यस्तो छ है नेपालमा बस्नुको चाहिँ यही मजा छ है नेपालमा चाहिँ किनभनेदेखि यस्तो यस्तो ठाउँ है एकदम रमाइलो ठाउँ छ रमाइलो ठाउँहरू पाइन्छ यस्तै अब यो त फेरि कसैले बनाएको होइन यो त आफै बन्नेको आफै बन्नेर यस्तो भएको देख्नु सक्नुहुन्छ है कस्तो बबाल छ होइन यो आमा म त ऊ भनिरहेको माटो पनि होइन फेरि यो ढुङ्गा हो पुरै देख्नु सक्नुहुन्छ यो माटो जस्तो छ है तर यस्तरी पार्दा पनि झर्दैन है यसो गर्दा पनि झर्दैन यस्तै छ यता पनि यतिसम्म मात्रै रहेछ कस्तो छ एकदम बवाल छ एकदम बवाल हामीले छिरिसक्यो होइन मजाले हामी 3 भाइ आएको थियौँ छिरिसक्यो बल्ल चढेको होइन हामी त फेरि बाँदरहरू कि हिमालमा बसेको यति अन्त बटम रहेछ हामीहरू ल
यही हो यो गुफाभित्रको चाहिँ तलको माटो होइन यस्तो छ है आम्बो फेरि यो माटो होइन ढुङ्गा हो फेरि ढुङ्गा पनि अर्को खालको होइन यो खोइ कस्तो खालको अब पहिलेको युगको हो होइन हामीलाई त अब थाहा पनि छैन पहिलेको युगदेखि अब यस्तो बनेर आएको चाहिँ के हो यो कस्तो छ क्या बवाल छ है ठाउँ चाहिँ एकदम यतापट्टि बाहिर जाउँ अनि यहाँ चाहिँ यस्तो छ ठाउँ यस्तो छ फेरि यहाँनिर चाहिँ है सानोतिर मान्छेहरू चाहिँ हामी त 3 जना मान्छे त मस्त उफ्री बस्नु पनि सक्ने रहेछ अनि यता पनि छ दुलो यहाँ चाहिँ छिर्नु सकिँदैन होला यस्तो रहेछ यतातिर पनि यस्तो ठाउँ चाहिँ म मान्छु यो चाहिँ हाम्रै गाउँमा पर्छ यो चाहिँ हाम्रै गाउँतिर हो तपाईँहरू पनि होइन घुम्न आउनुहुन्छ भने तपाईँहरूले यो भिडियो देख्नु भएको छ र तपाईँहरूलाई पनि यो ठाउँमा आउनु मन लागेको छ भने आउनु सक्नुहुन्छ ल देख्नु सक्नुहुन्छ यो तपाईँहरूलाई फेक जस्तो लाग्छ होला तर रियलैमै है ल देख्नु सक्नुहुन्छ म यहाँ अलिकति माथिको अब नेपालमा के छैन ल यो चाहिँ एकदम ऊ है अघि मैले तलबाट देखाएको यस्तो छ कस्तो खतरा छ नि यो फेरि मौरीको चाका जस्तो देखिन्छ तर होइन यो चाहिँ ढुङ्गा हो पुरै सबै आमामा कस्तो छ है एकदम बवाल छ अब यहाँबाट फेरि बाहिर निस्किनु मिल्यो यतापट्टिबाट पनि त्यहाँनिर चाहिँ हाम्रो हनुमानजी पनि हुनुहुँदो रहेछ त्यहाँनिर चाहिँ हामीलाई हेरिराख्नु भएको छ हिँडिसक्नुभयो सर चाहिँ गइसक्यो त्यही हो हामी चाहिँ अब यहाँ फेरि यही भित्र थियो माथिबाट बाहिर आएको फेरि यहाँबाट झऱ्यो भने धेर तल झरिँदैन उहाँ तल मात्रै झरिने हो खोलामा फेरि यही भित्र छिरेर झरौँ ल होला अब फेरि हामी यता छिर्यो यता छिर्यो फेरि गाह्रै हुन्छ है गाह्रै हुन्छ गाह्रै एकदम गाह्रै हुन्छ फेरि तल चाहिँ यस्तो ठाउँ छ सम्मको ठुलो ठाउँ छ पनि कस्तो छ क्या यही चाहिँ मलाई स्वाद लाग्यो यो अस्ति नै म अझ अस्ति नै आउँदाखेरि त म त कति 1 वर्ष अगाडि आएको थियो होला त्यति साह्रो गरिनँ चढ्नु पनि त्यति यस्तो छ यो कलर चाहिँ आम्मा यो माथि अहिले हामी यहाँ भुइँमा यसरी बसेको छौँ अहिले चाहिँ हाम्रो फोटो खिच्ने कार्यक्रम हुँदैछ है यहाँनिर केटाहरू चाहिँ फोटो खिच्दैछ यता क्यामेराम्यान छ हाम्रो यता फोटो खिच्नु बसिरहेको छ जति खोज्दाभित्र चाहिँ होइन अब कहिले आइन्छ होइन थाहा छैन नि त यहाँ आएपछि चाहिँ फोटो सोटो खिचेर जाउँ न भन्ने कुरा यस्तो छ बज्नु चाहिँ फेरि यसरी बज्छ यो यसरी पनि बज्छ अनि अब हाम्रो चाहिँ फोटो सोटो पनि क्या अब लाग्नुपर्ने हुन्छ यहाँबाट निस्क्यौँ भन्ने कुरा आयो दुलो चाहिँ यही हो त्यहाँबाट यसरी यसरी निस्किने ओ माई गड यसरी त नमिल्दो रहेछ बिजोग छ नि घुम्न आउनुपर्ने कसरी निस्किनुपर्छ कि तर यहाँनिर ठुलो मात्रै लिँदै सानो फेरि भित्र छिरेपछि कत्रो अघि देखिसक्नु मलाई भिडियो भगवान् हुन्छ लाग्छ मात्रमा झर्छु अब
मजा होइन चक्कर लागेर बनाएर झरिन्छ क्या झन् त उठाएर जस्तो लाग्छ होइन यहाँबाट चाहिँ खस्यो भने निकै तलै झरिन्छ झर्नु चाहिँ खुट्टा कामेर घुम्ने ठाउँ पनि एकदम खतरा तर हामीलाई झर्नु पनि एकदम आफ्नै रिस्कमा आउनु एउटा खुट्टा उता लगाइन एमन एउटा खुट्टा लाग्छ उहाँ डर पक्रेर बस्ने फेरि ठाउँ त फेरि उहाँको क्यापमा टेक उहाँ परको क्यापमा उहाँ परको क्यापमा टेक भन्दैछु अहिले झर्नुलाई फेरि हो त्यहाँ त्यो लहरामा पक्रिँदा अघिको लहरामा एउटा हात झारेर एउटा हात झारेर त्यो लहरामा पक्रियो यहाँले खुट्टा यतैले यतै खुट्टा साइको छैन है अब चाहिँ शान्त हो है छैन अब यही हो ओह्रालो अघि निस्केको बाटो फेरि यहाँबाट त लडी झऱ्यो भने उहाँ तल झरिने थियो नि त होइन काहीँ नै अड्किँदैन कि त्यहाँबाट निस्क्यो भनेर झऱ्यो उहाँको घाम पनि यता चाहिँ यहाँबाट चाहिँ ठ्याक्क झऱ्यो भने धेरै तल होइन उहाँ तल मात्रै झरिन्छ त्यहाँ झऱ्यो भने काम पनि पुग्छ यहाँबाट यति तल छ हामी यहाँ छौँ धेरै माथि यहाँनिर माउन्ट एभरेस्ट चढिसक्यो देख्न सक्नुहुन्छ है हामी चाहिँ धेरै माथि छौँ यहाँ चाहिँ माथि छ यता हावा पनि एकदम खतरा आउँदो रहेछ हामी चाहिँ दुई भाइ चाहिँ आइसक्यो अब एउटा यहाँनिर हाम्रो एउटा भाइ छ चाहिँ तलबाट चाहिँ चढ्नै सकिरहेको छैन अनि हामी चाहिँ यहाँनिर आइसक्यो ल एकदम खतरा छ है फेरि यहाँबाट झऱ्यो अन्त उहाँ तल मात्रै हो झर्ने चाहिँ अब झर्दैनौँ नभए जाउँ है नचढ नभए झर्दैन अहिले बिना पत्ता खुसी छ नि त फेरि होला अब हामीलाई फेरि झर्नुलाई चाहिँ लास्ट गाह्रो हुने भयो होइन यहाँबाट चाहिँ अब कसरी झर्नु नचढ है नचढ अलिक खुसी अन्त फेरि भगवान् अङ्कलले हामीलाई काट्छ त कोही बिस्तारो हो स्लोमा है ल ल अघि चाहिँ होइन रमाउँदै चढेको मान्छेको अहिले हालत चाहिँ यस्तो छ झर्दैछ फेरि यहाँबाट झऱ्यो भने चाहिँ उहाँ तल मात्रै हो ल घुमाइ चाहिँ हाम्रो यति नै हो भनेर चाहिँ अब हामी झरिसक्यो अब यो ठाउँलाई छोडेर चाहिँ जाने भन्ने प्लानिङमा हामी अब आइसक्यो अब यही हो होइन देख्न सक्नुहुन्छ टक्क तर अब स्वर्ग जाने बाटो उहाँ माथिसम्म सिँढी छ हो कतिवटा सिँढी छ त्यो चाहिँ लागेर हाम्रो अब स्वर्ग जाने बाटो लागिसक्यो एकदम खतरा फेरि यस्तो उकालो छ देख्न सक्नुहुन्छ यस्तो उकालो पो चढ्नुपर्छ त फेरि सिँढी पनि उकालो चाहिँ मान्नै पर्छ गाई घाटो हुँदैछु त्यहाँ चढ्ने उकालो ल यस्तो छ उकालोको बाटो चाहिँ फेरि यति मात्रै होइन क्या ठ्याक्क अझै यति छ अनि यहाँबाट घुमेर फेरि यता आउने यहाँबाट अझै उकालो हाई ल अब चढ्नुको कस्तो फिल हुँदैछ त तिमीहरूलाई होइन एकदम 5 किलो घट्छ यो उकालो गर्दाखेरि त्यही हो होइन खतरा उकालो छ यो चाहिँ हेरौँ न त अनि कस्तो छ यो उकालो कस्तो छ
पुरा उकालो छ है